हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ आज बिहानै उठेर ब्रस गरेर अफिस जानलाई चाहिँ रेडी भएँ। आज चाहिँ स्याटरडे हो, सो आज चाहिँ म आउट ड्रेसमा जान्छु अफिसमा पनि। सो अल टाइम फेभरेट मेरो स्किन केयरमा चाहिँ मैले जीवेदाको प्रोडक्टहरू युज गर्छु। फर्स्टमा चाहिँ मैले मोइस्चराइजर युज गरेँ, जुन चाहिँ एकदमै राम्रो छ मेरो कम्बिनेसन स्किनको लागि। एन्ड देन मैले जीवेदाको सनस्क्रिम युज गरेँ, जसले चाहिँ हाम्रो स्किनलाई सनबर्न, ट्यानिङ एन्ड ड्यामेजबाट प्रोटेक्ट गर्छ। त्यसपछि चाहिँ मैले ब्लस लगाएँ एन्ड देन आज मैले फर्स्ट टाइम काजल पनि युज गरेँ अनि लिप लाइनर लगाएर अलिकति लिपस्टिक पनि लगाएँ। यो चाहिँ मेरो अल टाइम फेभरेट इसेन्सको पर्फ्युम, जसको स्मेल चाहिँ यस्तो स्मुथ एन्ड सफ्ट छ। त्यसपछि चाहिँ मैले ज्याकेट लगाएँ। पछाडि साउन्ड पनि आइरहेको छ होला, आज बहिनीको पिकनिक जाने डेरे, उसले चाहिँ बिहानै उठेर ऊ पनि खाजा बनाएर जानलाई रेडी हुँदैछ। म चाहिँ जुत्ता लगाएर रेडी भइसकेँ अनि अब चाहिँ म निस्किनुपर्छ बस चढ्नलाई। सो बस चढ्न चाहिँ मलाई 2-3 मिनट हिँड्नुपर्छ अनि म चाहिँ बस चढेर 3 किलो पनि पुगिसकेँ। त्यसपछि चाहिँ म एयरपोर्टमा झरेँ। फ्लाइटहरू चाहिँ ल्यान्ड भइसकेको थियो। म चाहिँ हतारमा भित्र गएँ नि सुरुमा चाहिँ ऐना त हेर्नै पऱ्यो गाइस, सरी नहेरेँ, म चाहिँ माथि गएँ। आज फ्लाइटहरू पनि अलि धेरै थियो, नर्मल स्याटरडे भन्दा आज चाहिँ अलि धेरै थियो। सो आज चाहिँ नन स्टप बिजी भयो एन्ड देन मेरो ड्युटी सक्यो। अब म चाहिँ घर गएँ एन्ड देन ड्राइभ गरेँ, म चाहिँ इन्टर गरेर घरतिर लागेँ। बाई बाई।